र फेरि पनि गुड मर्निङ सम्पूर्णमा न्यानो अभिवादन है। र आजको टुर रहेको छ, आज माघे सङ्क्रान्ति र आजको टुर रहेको छ हाम्रो सवारी साधन भनेको चाहिँ यो रहेको छ। र यता गुरुजी साधनको गुरुजी र जानु लागेको डेस्टिनेसनमा पुगेर चाहिँ म देखाउँछु। अहिले चाहिँ हामी निस्किसकेको अवस्था, बाटोको नजारा आज यसमै जाने। फाइनली भन्दाखेरि चाहिँ पर्खिँदा केटाहरू आइपुगेछ अगाडि हो। अहिलेसम्म टाइम लाग्यो, नट अ प्रब्लम, गएर घुमेर आउनै थियो, माछा मार्नै थियो। भिडियो चाहिँ अलिकति लामो हुने रहेछ है, माइन्ड नगर्नु होला, हेर्नु होला, देखाउँदै जानेछु। ल कालिम्पोङ बजारको नजारा हल्का जाम रहेछ। कालिम्पोङ 8 माइलको नजारा। फायर ब्रिगेडको छेउको नजारा हो। रोपरोले जति पुगिन्छ तिमी आउ न अहिले माथि हो हैन दार्जिलिङ कालिम्पोङ र दार्जिलिङको पुल अझैसम्म काठकै छ। यतापट्टि नयाँ बनिँदैछ। यो काठको चाहिँ उकिन्छ होला सायद। अब यता गयो भने चाहिँ तपाईँको दार्जिलिङ, यता गयो भने चाहिँ दार्जिलिङ, र यता हामी आउँदाखेरि चाहिँ बेनी। ल यहाँ रहेछ, दामी डल्लै सिङ्गै रहेछ। ए खाने भने चाहिँ यहाँ रहेछ। ल यावको माछा लागिरहेछ माछा। ए त्यही त म त्यही त गरे भन्दैछु नि। 1 किलो जस्तो रहेछ। छ 1 किलो जत्रो। के भन्छ बाप्रे, 1 किलो प्रवीणको। बुझ्दै नछोड है, बुझ्दै छोड्नु हुँदैन। बिस्तारै खान्छ। यहाँ गहिरो छ कि उहाँ ल्याउनु उयो पाइप भएकोमा जस्तो पछाडी नै हल्का ब्याक पर जाउँ न। आरामले प्रवीण निकाल्नु चाहिँ पर्छ है। यो त आरामले निस्क्यो नि अब। आइसक्यो, यहीँ आइसक्यो माछा। यहीँ रिल देख्दैछ।
दामी दामी एकछिन रोक्दैन एकछिन यहाँ अलिक यता एकछिन रोक्दैन बिस्तारै बिस्तारै अलिक यता अलिक बाहिर 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 अलिक तिमी अलिक भित्र जाउँ ग्यापै लगाउँछ नि मुखमा कि एकछिन बाफ्रे परेछ अलिक छेउबाट गर न कत्ले वाउ या यहाँबाट अघि भनेको नि केरा खान्छु भन्दैछ भनेर प्रवीण फोटो म खिच्नु